के भने म रिपोर्टिङको क्रममा झापा कमल गाउँपालिका 2 को जीवनपुर भन्ने ठाउँमा पुगेको थिएँ। केपी शर्मा ओलीको चुनावी घर दैलो अभियानको कार्यक्रम थियो। अभियानकै क्रममा भोलिन्टियर्सका साथीहरूले एकजना एउटा घर सर्वसाधारणको घर अगाडि बसिरहेका 3-4 जना महिलाहरूलाई लक्षित गर्दै भोटकेमा भनिसकेपछि ती महिलाहरूले घन्टीमा भने युथ भोलिन्टियर्सका केटाहरूले जस्तो अश्लील तरिकाको अभिव्यक्ति गर्दै माझी औँला देखाए। उनीहरूलाई माझी औँला देखाइसकेपछि ती महिलाहरूले चाहिँ हामीमाथि यो हिंसा भयो, यो हिंसाजन्य गरेर हामीमाथि दुर्व्यवहार भयो, यस्तो गर्न पाइन्छ, हामीले घन्टी भन्दाखेरि भन्ने खालको कुरा गरेपछि युथ भोलिन्टियर्सका केटाहरू चाहिँ उत्रिएर उनीहरूमाथि आक्रमण गर्न गए। पत्रकारले त्यो दृश्यलाई सामान्यतया अब कैद गर्ने कोसिस गरेँ। पत्रकारको रूपमा मैले गएर 1 मिनट समथिङ होला मैले आफ्नो मोबाइलबाट चाहिँ दृश्य कैद गरेँ। दृश्य कैद गर्दै भोलिन्टियर्सका केटाहरू म माथि आए र मलाई चाप पक्रेर तँ को होस् भने, म पत्रकार हुँ भने, आइडी कार्ड देखा भने मैले आइडी कार्ड मेरो गाडीमा छ, म यही हो गाडी भने रातोपाटीको गाडी त्यहाँ अलिकति अगाडि थियो, मैले देखाएँ। त्यसपछि कार्ड देखा भने उनीहरूले, अनि गाडीमा छ भने मलाई, अनि त्यसपछि पक्रेर 3वटा गाडीदेखि पछाडिपट्टि लगे। पछाडिपट्टि एकान्तमा लगेर उनीहरूले म माथि चाहिँ भौतिक आक्रमण गरे। मुड्कीले हाने, झापट हाने, बुटले हाने, मलाई लछार पछार गरे।